हेलो सम्पूर्ण सदस्यगणलाई आज टस दिले सबैजनालाई मेरो तर्फबाट आज म दावपुटी शेर्पाको घरमा आइरहेको छु। मेरो चाहिँ हानी हो, तपाईहरुले चिन्नु भएन, तेन्जी आमा पनि भन्छ, मिङमा आमा पनि भन्छ। गान्तोक सिक्किम लालबजारको त्यहाँ बस्नुहुन्छ। सम्पूर्ण मेरो मित्रगणहरूले सबैले हेर्दै गर्नु होला। आज चाहिँ उहाँको वर्ष्यौनी काम हो। वर्ष्यौनी कामको चाहिँ आज यहाँ मल्लम गर्नु हुँदैछ उहाँहरूले। र आज मल्लम पाठ पूजा हो र सम्पूर्ण दर्शकहरूलाई म यहाँ भिडियो मार्फत तपाईहरुलाई देखाउने छु। यो चाहिँ मल्लम, उहाँको वर्ष्यौनीको काम भन्छ। वर्ष्यौनी सेगु भन्छ, 1 वर्षको सेगु पनि भन्छ, तर अब मल्लम पनि भन्छ। यो चाहिँ सम्पूर्ण द्रगणहरूले हेर्दै गर्नु होला र उहाँको आत्मा शान्तिको लागि। र यो चाहिँ वर्षको 1 वर्ष पुरा कम्प्लिट भयो आज चाहिँ। त्यसैले गर्दा 1 वर्षको पाठ पूजा उहाँको आत्मा शान्तिको लागि एकदम प्रेयर गर्दैछौँ। तपाईहरुलाई के कस्तो लाग्छ लाइक कमेन्ट शेयर गर्दै गर्नु होला। र सबै आफन्तहरू भेला भइरहेको छ। यहाँ चाहिँ उहाँको फोटो। सबै आफन्तहरू भेला भइरहेको छ अहिले। सम्पूर्ण सबै आफन्तहरू यहाँ जम्मा भएर सबैजना भेला भएर बसिरहेको छ। कोही खाँदैछ, कोही चिया खाँदैछ, कोही खोले खाँदैछ। यहाँ हाम्रो मिङमाको सासूमा आउनु भएको छ, उहाँ सासू आमा पनि उहाँ पनि बसिरहनु भएको छ। खै आमालाई चाहिँ यहाँ हाम्रो यी मिङमाको जेठी सासू। राम्ररी हेर्दै गर्नु होला तपाईहरुले, राम्ररी चिन्नुहुन्छ। ओके, चाहिँ छिमी रेडी भएको छ। अब छिमी एकछिनमा बाल्छौँ। ओके गाइस, हेर्दै गर्नु होला। सम्पूर्ण दर्शकहरूले प्रे गरिदिनु होला आत्मा शान्तिको लागि। र यहाँ 2 जना आउँदैछ ऊ मुख छोपेर। वाउ, किन मुख छोपेको? चाहिँ उहाँको अब 1 वर्षको सबैजना सागा सन्तान भेला भएर अहिले चाहिँ छिमी बाल्दैछ टर्नवाइज। दावपुटी शेर्पाको आत्मा शान्तिको लागि एकदम आज चाहिँ सबैजना टर्नवाइज गरेर बत्ती बाल्दैछ। उता कुना कुनाबाट बाल्दै हाल्नुपर्छ पहिला। यताबाट जानुपर्छ। ल बत्ती बाल्नेहरू आउँदा सबैजना। एउटाले हुन्छ ठिक ल, त्यो
अलिकति त्यो डाल्डामा सुहाउनु होइन औ ठिक ल एकछिन पछिहरू बालिहाल्छ नानीहरूले ल ल नानीहरूको लास्टमा बोल्दैन होला है हजुर यहाँ बोल्दैन जस्तो लाग्यो बाल्ने चाहिँ छोरा कान्छा छोरा यहाँ सम्झिने लास्ट पूजा हो आज मल्लम पनि भन्छ वर्ष दिनको सेगु पनि भन्छ सम्पूर्ण दर्शकहरूले उहाँको आत्मा शान्तिको लागि प्रार्थना गरिदिनु होला प्रे गरिदिनु होला सबैजनाले केही भन्न चाहनुहुन्छ नि भन्नुहोस् दोर्जे दाजुको युट्युबमा फेसबुकमा लाइक सब्स्क्राइब गरिदिनुहोस् कमेन्ट गरिदिनुहोस् ओके एकदम धेरै खुसी छ मेरो बहिनी पनि एकदम मेरो सपोर्ट हो फुल सपोर्ट उहाँ हुनुहुन्छ मेरो सपोर्टर हो त्यसले गर्दा मेरो लागि उहाँले एक दुई वचन भन्नुभएको छ उहाँलाई एकदम आन्तरिक हृदयबाट एकदम धन्यवाद अनि उहाँ चाहिँ आज कुकिङ गर्नुहुँदैछ सेफ भनौँ न हाम्रो लामाहरूको लागि एकदम खानापिना लामा एभ्रिथिङ सबैजना भनौँ हामी सबै सन्तान परिवार सबैजनाको लागि खानापिना हाम्रो यहाँ चाहिँ माइला बाबु हो माइला बाबु पनि आउनु भएको छ माइला बाबु यहाँ अलिकति हल्का यहाँ जान बत्ती बालिहाल्नु पहिला सबैले बालिसक्यो त बत्ती बालिहाल्न कहाँ टाइम पर्खिरहेको लु बत्ती बाल छुनु पनि बालिहाल न तिमी त भागेको भागै गर्छ अन्त कहिले बाल्ने अन्त सबैजनाले उहाँको आत्मा शान्तिको लागि आज अन्तिम बत्ती बाल्ने बत्ती पनि 108वटा बाल्छ हाम्रो बुद्धिज्म कल्चरमा त्यसैले गर्दा आज अन्तिम लास्ट पूजा भनौँ न वर्षको अब चाहिँ अबदेखिको उपरान्त चाहिँ अब वर्ष पनि बाले भने गुम्बामा बाल्दा नि हुन्छ
ओके गाइस, यो चाहिँ हामी आज सबै शाखा सन्तान मिलेर यहाँ बत्ती बाल्दैछौँ। आउँदैन अरे भ्याउँदैन अरे स्कुलमा त जी छ रहेछ उता पुरा चल्दा रहेछ नि त ती हालिन्छ 108। घामको एन्टी लाइट पर्दैछ अहिले। एकदम उहाँले राम्रो बाटो पाओस्, बाटोमा नभट्कियोस् भनेर उहाँले हिँड्दा ओर्दा अँधेरो नहोस्, ठेस नलागोस् भनेर, त्यसैले गर्दा उहाँ अल्झोमा नपरोस्, राम्रो बाटो पाओस् भनेर चाहिँ हामीले यसरी उहाँको आत्मा शान्तिको लागि यो चाहिँ यसरी बत्ती बालिन्छ। सम्पूर्ण दर्शकहरूले हेर्दै गर्नुहोला मेरो आजको सानो सर्ट मिनी ब्लग। मेरो ब्लगलाई आजको ब्लग चाहिँ यस्तो प्रकार छ र भोलि फेरि तपाईँहरू नेक्स्ट ब्लगमा फेरि अर्को भिडियो पाउनुहुनेछ। त्यहाँनिर हेर्नुहोस् अलिक यसो भाइलाई मजाले घाम लाग्यो।